धन धन भाग मोरे जागे तो से दो नैन मोरे लागे धन धन भाग मोरे जागे तो से दो नैन मोरे लागे आग जले है उलझे ना प्रीत के धागे तो से दो भन्नु पर्दाखेरि चाहिँ मोनिका इज माई फर्स्ट लभ हैन अब मोनिकाको मलाई राम्रो लागेको कुरा भनेको चाहिँ सी इज भेरी अनेस्ट चुजिङ द साइड कोही मान्छेले रङ गरिरहेछ भने सी वुड से यु आर डुइङ रङ एन्ड देन सी सेज लाइक इफ दे आर डुइङ राइट राइट माया धेरै धेरै तिमलाई दिउँला म तिम्रै थिए सधैँ तिम्रै रहूँला म घाम हुँदा छाया भएर सँगै बाँचे सँगै मरुँला म मनमा लेखिएको नाम तिमी भारियो मुटुको आराम तिमी तिमी आँटिदिनु त्यो आँटो बनुला म सँगै बाँचे सँगै मरुला पैसा दिनुपर्छ सबै तिम्रै त हो आऊ बाबा आऊ आऊ बाबा त्यत्रो सबै तिम्रै त हो मेरो हो पनि ऊ त मेरो दिदीभन्दा साथी जस्तो हो क्या इच एन्ड एभ्रिथिङ के अब सानो कुरा मतलब मम्मी बाबाले नथाहा भएको कुराहरू पनि मोनिकाले थाहा हुन्थ्यो कि सबै सिक्रेट डुलाई भन्थेँ मैले अब बहिनीसँग मैले बच्चा हुँदादेखि नै टम एन्ड जेरी जस्तो हामी फाइट खेल्दै खेल्दै ठुलो भयो है अहिले आएर चाहिँ फाइनली बहिनीले बिदाई गर्दा चाहिँ इट्स लाइक हुन्छ नि एकदमै इमोसनल फिल भइरहेछ मोनिका तिमी अब बिहे गरेर एउटा नयाँ घरमा जाँदैछौ तिमी जस्तो छौ त्यस्तै भइराख्नु जसरी हाम्रो आफ्नो फ्यामिलीबाट खुसीको माहौल तिमीले सधैँ बनाएको थियौ त्यसै गरी हाम्रो जय साहबको फ्यामिलीलाई पनि सधैँ यसरी खुसियाली दिनु र तिमी आफू पनि सधैँ खुसी हुनु मेरो प्यारो बहिनी धेरै माया लभ यु
दिएपछि आफ्नो घरलाई स्वर्ग जस्तो बनाएर राख जसरी तिमी माइतमा चाहिँ के अरे हुर्क्यौ बढेर उ गर्यो त्योभन्दा बेसी चाहिँ घरलाई चाहिँ एकदमै सुन्दर संसार आफ्नो घर संसार बनाऊ भन्ने नै हो मेरो दिदी हो जान लाग्छ अलिकति उ त भइहाल्छ होइन फेरि कस्तो भने घरैबाट गएको भए मलाई अलिकति भिड लाग्थ्यो होला ऊ अस्ट्रेलिया बसेको 6 वर्ष भइसक्यो 7 वर्ष भइसक्यो म टाढा भएको घरबाट टाढा भइसक्यो अनि विनाशसँग भेटाएको पनि धेरै भइसक्यो टाइम होइन विनाशले कसरी केयर गरेर राख्नुभएको छ कसरी ट्रिट गरिरहनु भएको छ हामीलाई थाहा छ त्यो एकदमै राम्रो ट्रिटमेन्ट पाइरहेको छ घर जस्तो माहौल छ उतातिर उसले घर छोडेर घरै जानला हो कि माइत छोडेर घर जानला होइन कि घर छोडेर घर जानला जस्तो छ उसको माहौल त्यही भएर हामीलाई त्यो पिर लाग्ने जब कस्तो पर्ला फ्यामिली पर्ला भने टेन्सनै छैन नि त हामीलाई वी आर स्योर कि ऊ मजाले प्रिन्सेस ट्रिटमेन्ट पाएर बस्छ क्या दिदी Looking at the diamonds in your eyes, shine in the pale moonlight. We've come so far, looking up above into the sky. Everything just seems so fine. This is our time. Into the night, I feel alive. At 59, when we feel